जेठा छोराको नाम त चिन्चे मङछेउको छोरा चाहिँ जेठा चाहिँ चिन्चे रङ्गाउको चाहिँ अब जेठा माइला साइला अन्तले काइला अन्तलेमा चाहिँ हामी दुई भाइ चाहिँ बाँचेको छ माइला र कान्छा भान्छु फेरि जेठी दिदीको चेलीहरूमा जेठी दिदीको माइला छोरा तपाईँ आर्मीबाट एक्स अनेरी क्याप्टनबाट होइन अब विशेष गरेर रङ्गङको विषयमा नि विशेष रङ्गङ विषयमा बाजे चिन्चे रङ्गङ बाजेको नाम चाहिँ के पो अङ्छो लेप्चा ए अङ्छो रङ्गङ दोर्जे त सुनेन मैले दोर्जेमा रहेछ सायद उहाँ चाहिँ पहिला चाहिँ म यता आउनुहुन्थ्यो नि मङ्गवा साइड त्यहाँदेखि कालिम्पोङदेखि सबभन्दा पहिला चाहिँ हाम्रो चिन्चे बाजे चाहिँ सबैभन्दा निम बस्तीमा त्यहाँ सेटल भएको थियो उहाँहरूले चाहिँ त्यहाँ अब बाजेहरूले चाहिँ त्यो जग्गामा चाहिँ आएर चाहिँ जमिन किनेर चाहिँ उहाँ चाहिँ त्यहाँ बस्नु भएको थियो तर त्यसको बादमा चाहिँ उनीहरू फेरि पेम्लिङमा आउनुभयो परिवारसहित पेम्लिङमा आउनुभयो पेम्लिङबाट चाहिँ फेरि बाजेलाई चाहिँ त्यति बेलाको समयमा अङ्ग्रेजहरूले चाहिँ अब मन पराए राम्रो यङ केटाहरू त्यति बेला र भन्नुहुन्थ्यो अरे बाजेको त लामो अब त्यति बेला लेप्चा दाजुभाइहरू लामो केस थियो अरे पक्रिबरे केस कटाइबरे चाहिँ एसयुएमआईमा स्कुलमा भर्ती गरायो अङ्ग्रेजले लिएर जानुभयो त्यहाँबाट चाहिँ मिडल इङ्ग्लिस क्लास 6 सम्म उहाँहरू पढ्नुभयो 14 वर्षमा केस काटेको 14 लुगाहरू चाहिँ त्यो लामो दिन्थ्यो लपेटा ए हजुर लेप्चा भित्र त खाली जस्तो लाग्छ त्यस्तै प्रकारले अब एसयुएमआईमा अङ्ग्रेजहरूले लिएर त्यति बेला पढ्यो क्लास 6 मा पढ्यो मिडल इङ्ग्लिस त्यसको बादमा चाहिँ अङ्ग्रेजहरूले अब सिलेक्सन भयो टिचरको लागि र त्यो बाजेलाई चाहिँ फेरि नम्बुङमा प्राइमेरी स्कुलको लागि टिचरको लागि उहाँलाई ल्याउनु भयो त्यहाँबाट चाहिँ टिचर काम गर्नुभयो र त्यहाँबाट चाहिँ उहाँले विवाह पनि गर्नुभयो बोजूको नाम चाहिँ थाहा भएन काबुमो उहाँ बिहा गर्नुभएको थियो त्यहाँदेखि चाहिँ 1936 मा चाहिँ फेरि अङ्ग्रेजहरूले यहाँ सिएनआई चर्चमा त्यति बेला प्राचीन जरुरत थियो 1936 मा चाहिँ यहाँ 36 मा चाहिँ प्राचीन बनाएर चाहिँ यहाँ लिएर र त्यहाँदेखि आजसम्म चाहिँ जति रङ्गङको परिवारहरू छ यहाँ सेटल भएको छ र बाजेलाई चाहिँ यस्तो अरे फेरि अङ्ग्रेजको सबैभन्दा प्यारो जतिवटा चर्चहरू थियो नि 6-7 त्यति बेला त अहिले भन्नुहुन्थ्यो मामाले भन्नुहुन्थ्यो पहिलाले बाजेलाई त्यति साह्रो अङ्ग्रेजहरूले माया गर्नुहुन्थ्यो अब रङ्गङ पुरै जुन चाहिँ सन्तानहरू छन् अरू धेरै बाजेहरू छ कालिम्पोङमा पनि भयो यता अरू ठाउँमा पनि भयो र एउटा अङ्ग्रेजहरूको प्रिय एकदम मन पराउने मनले खाएको लोकहरू थिए अङ्ग्रेजहरू र यस कारणले गर्दा अङ्ग्रेजहरूले चाहिँ त्यति बेला उहाँलाई चाहिँ क्या पुरा यो जतिवटा 6-7वटा चर्चहरू थियो अरे नि त्यो कुरालाई हेर्नुको लागि पनि उहाँलाई के अरे यो दिनुभएको थियो स्कुल पनि त्यो पुरा स्कुलहरू पनि हेर्नुपर्ने चर्चहरू पनि हेर्नुपर्ने यस्तो प्रकारले उहाँले चाहिँ के अरे यो तयानमा रहिकन यो काम चाहिँ गर्नुभयो र सन्तानहरू आजसम्म यहाँ छ जो नम्बुङमा पनि छ अजोङ जेठारोमा जानुभएको थियो र यहाँ परिवारहरू जो अहिले जो रहेको छ र शाखा सन्तानहरू कोही मङ्गवामा पनि छ र कोही यता के अरे तल कालिम्पोङ तल यसमा डुम्रा बस्तीमा पनि छ यता के अरे माथि होम्सतिर पनि छ र त्यो शाखा सन्तानहरू जो अहिलेसम्म छ
उहिले हाम्रो आमाले भन्नुहुन्थ्यो सिटौमा पनि हाम्रो बाजेको अनि बहिनी उहाँ चाहिँ सिटौमा बिहा भएर जानु भएको थियो मङमायामा उहाँ त्यस्तो धेरै कुराहरू छ जो अहिलेको परिस्थितिमा अहिलेको सन्तानहरूले हराउँदै जाँदैछ र भाइले जो कुरा गर्दैछ एकदमै राम्रो पछाडि तपाईँहरू चाहिँ कान्छा बाजे बराजुको जेठा छोराको छोरीको छोरा चाहिँ जेठी छोरा माइलाको चाहिँ कालिम्पोङमा पऱ्यो है कालिम्पोङमा पऱ्यो अनि एकजना बोजू चाहिँ मङमायामा प्राचीनले बिहा गरेर लानु भएको छ भन्नुहुन्थ्यो त्यस्तै थियो अनि त्यस पछाडि चाहिँ तपाईँको बोजू त बितिहाल्नु भयो अन्त अहिले काका हुनुहुन्छ छोराहरू हुनुहुन्छ इतिहास बिना त केही पनि छैन कहाँबाट के भयो कसरी कहाँबाट उत्थान भएर के भयो कसरी भयो त्यो कुरा अनि लेप्चाहरूमा त त्यो धेरै सोध्छ क्या कहाँबाट आउनु भएको भन्छ त्यो हामीलाई थाहा छैन हाम्रो बाजे बोजूले बताएर गएन धेरै कुराहरू जो हाम्रो कुराहरू जो उहिलेको बाजेहरूले अब सिधा सादा मान्छे सिधा सादा मान्छे त्यस्तै उनीहरू रहे र त्यो चाहिँ हिस्टोरिकल फ्याक्टरहरू हिस्टोरिकल कुराहरू भावी सन्तानलाई चाहिँ भन्नुपर्छ भन्ने कुरा उनीहरूमा थिएन र अहिले अब तपाईँले जुन चाहिँ जागरुकता ल्याए खोज्दाखेरि एकदम राम्रो जस्तो लाग्छ अब भन्छ नेपालीमा एउटा उखान छ आयो गयो माया मोह आएन गएन को हिजोसम्म हामी क्रस भएर गयौँ होला हामी को हो तरै पनि आज भेट्दाखेरि राम्रो आफ्नो शाखा सन्तानलाई भेट्दा एउटा धेरै कुरा एउटा ठुलो उपलब्धि पाएको जस्तो हुन्छ नि अब त्यो हराएको कुरालाई पाउँदा कति मिठो हुन्छ र यस कारणले गर्दा एकदमै यो प्रयास राम्रो र सबैले यो कुरा आफ्नो हिस्टोरिकल जति ब्याकग्राउन्डहरू छ के कसो भयो कहाँ गयो र विशेष गरिकन चिनेन दाजुभाइ दिदीबहिनी बिहा गर्नु जेनेरेसनको लागि चाहिँ यो राम्रो छ अब त चिनापछि भएन नि त त्यही अहिले भने जस्तो कुरा अब यो अब के भयो भने अब तपाईँले यो कुरा अब स्टेप लियो नि अब आउने फर्दर इन फ्युचर अरू सन्तानहरूले यो कुरामा थप गर्दै जानु सक्छन् बाजे नाति पलाती खलाती अब जतिजना छ तिनीहरूले त्यो कुरा बुझ्नु सक्छ नि त्यसलाई लेख्नु सक्छ नि एउटा फर्स्ट स्टेप जो तपाईँले उठाउनु भयो अब यसले त अरू स्टेपलाई पनि सजिलो भएर गन्छ फर्दर जति अब आज पिँढी जान्छ जबसम्म यो जीवन होला यो संसार होला तबसम्म रुङ्गौँको हिस्ट्रीहरू के पटिँदै जान्छ नि त हिस्ट्री चाहिँ बहुत इम्पोर्टेन्ट जो यो खोजी गर्दैछ बहुत इम्पोर्टेन्ट बहुत एप्रिसिएबल क्या एकदमै राम्रो लाग्यो मलाई एकदमै निम बस्तीमा अब सायद त्यति बेला चाहिँ यस्तो अङ्ग्रेजहरूले खोज्थ्यो अरे गाउँ खोज्थ्यो कहाँ केटाहरू छ लेप्चा विशेष लेप्चा दाजुभाइलाई खोज्थ्यो नानीहरूलाई खोज्थ्यो सायद त्यति बेला गएर निम बस्तीमा भेट्यो उनीहरूलाई लिएर अब बाजेहरूले अब यहाँ त हुँदैन टाढो भयो अब नजिक अब यता पेम्लिङमा आउनुभयो पेम्लिङदेखि त 14 लामो अघि झ्याउले भन्नुभएको लुगा पनि त्यस्तै अब उहिलेको लेप्चाहरू त्यस्तै केस काट्नु पाएको अन्त यसको मतलब चाहिँ स्कुल थिएन के थियो स्कुलै थिएन त्यहाँदेखि त्यसपछि चाहिँ अब स्कुल सुरु गर्यो लिम्बोङमा चाहिँ फर्स्ट टिचर कामको लागि टिचर काम त्यहाँदेखि त्यो अलिक ठुलो हुँदा चाहिँ यहाँ प्राचीनको काममा चाहिँ यहाँ 1936 मा चाहिँ तयारी पढाएको सिएनआई मतलब यो टिचिङमा चाहिँ तपाईँहरूको बाजे पहिला चाहिँ
एसयुएमआईमा क्लास 6 सम्म पढ्नुभयो। हजुर त्यहाँदेखि चाहिँ त्यति बेला चाहिँ पेम्लिङमा छु, त्यहाँ निम बस्तीदेखि पेम्लिङदेखि चाहिँ अङ्ग्रेजहरूले उठाएर जतिजना त्यहाँको केटाहरूलाई चाहिँ लिएर गयो एसयुएमआईमा पढाएपछि पढाइसकेपछि अब फेरि उनीहरूलाई चाहिँ अब सानो अब प्राइमेरी स्कुलहरू चाहिँ स्टार्टिङ गर्न लाग्यो। त्यहाँ चाहिँ टिचर काममा लगाए र बाजेलाई चाहिँ नम्बुङमा लगाए, त्यही नै घरजम भयो। भने पछाडि बाजे मात्र निम बस्तीमा जानु, बाजेको आपा बाजेको आपा मतलब बराजु आउँथ्यो। अब यहाँ के अरे तायाङमा चाहिँ 1934मा चाहिँ सिएनआई चर्च स्टार्ट 1934 त्यति बेला लेप्चै थियो प्राचीन। अब त्यो के अरे नाम त के भयो, नाम्चे प्राचीन, नाम्चे सिमिकमु। फेरि मेरो बाबु चाहिँ सिमिकमु। मेरो पुर्खाहरू पनि बम्बसदेखि आएको अरे, दलजोय आएको अरे। अब त्यो कुरा छोडिदिनुहोस्। त्यहाँदेखि चाहिँ 1934मा चाहिँ सिएनआई चर्च स्टार्ट भयो। त्यति बेला चाहिँ अब त्यो नाम चाहिँ प्राचीन थियो। उहाँ चाहिँ वृद्ध हुनुभयो, उहाँ चाहिँ रिटायर्ड भयो। त्यति बेला चाहिँ बाजे नम्बुङमा टिचर काम गर्नुहुन्थ्यो। अब त्यहाँनिर त अङ्ग्रेजहरूले चाहिँ अब बाजेलाई चाहिँ उठाएर यहाँ उहाँको जो स्पिरिचुअल जुन चाहिँ काम छ अब टिचर कामको बादमा उहाँ चाहिँ अब यता सेउकाईको लागि चाहिँ यहाँ तपाईँलाई पेम्लिङको त्यो चर्चको तपाईँलाई इतिहास केही थाहा छ? पेम्लिङको त थाहा छैन, चर्च इस्टाब्लिस पनि थाहा छैन। किनकि अब बाजे बराजु त आए पछाडि त सेवाकाई त त्यहीँ सेनाई चर्चै भयो। किनकि सेनाई त अब पछाडि भएको, त्योभन्दा अगाडि अब यो ब्रिटिसहरूकै चर्च आफ्नै चर्च थियो, नाम के थियो है, त्यस पछाडि चाहिँ सेनाई भएर 1934मा चाहिँ यहाँ चाहिँ बुद्धिस्टहरू मात्रै हो। बुद्धिस्टहरू थियो त्यति बेला। 1934मा चाहिँ यहाँ चर्च सेनाई चर्च यहाँ चाहिँ सुरु भएको। 36मा चाहिँ हाम्रो बाजेलाई चाहिँ प्राचीन बनाएर यहाँ ल्यायो। पहिला चाहिँ टिचर काम नम्बुङमा हुन्थ्यो। त्यति बेलासम्म अन्त बाजेको आपा चाहिँ हुनुहुन्थ्यो कि बितिसक्नु भएको? बाजेहरू थिएन होला, बितिसक्नु। कतिवटा कुरोहरूमा त्यो प्र्याक्टिकली जान्छ नि त। अब फोनमा त के भेट्दाखेरि जङ्गल भेट्दा यस्तो चिनापर्ची गर्दा फिजिकल्ली इम्पोर्टेन्ट हो। तपाईँ व्यक्तिगत रूपमा एक दोस्राको सम्बन्धमा हुने, कन्ट्याक्टमा हुनु र के अरे कतिवटा कुरोमा आदान प्रदान त्यसमा त राम्रो हुन्छ, एकदमै राम्रो हो।